जापानमा सागपातको भाउ हेर गाइस, 3 काँक्रा पनि काँक्रा जस्ता भए पनि हुन्थ्यो नि। यी काँक्रा हेर त, घिरौँला जस्ता काँक्रा 120 रुपियाँका 3 मात्र, कहिलेकाहीँ त 200 पनि पुग्या हुन्छ। यो चाहिँ मैले बाहिरबाट किनिया भएर त्यति सस्तो छ। उतापट्टिको साग हेर, त्यो हरियो साग 130 र 180 रुपियाँ एक गोबीको मुन्टो, एक 250 रुपियाँका 4 दाना टमाटर, तीलाई पिच्चिन लागेका। अनि त्यसपछि अरू यिनको यिनीहरू सबको रेट हेर। आलु हेर, आलु 4 दाना आलु छन् 150 रुपियाँ, त्यही पनि यिनको यो एकैछिनमा पाकेर गिलित्तै हुन्छ। प्याज 150 रुपियाँ 3-4 दाना, 120 को गोबी। यी मकैका पुड्का 2 पुड्काको 330 रुपियाँ। हे भगवान हौ। आरु हेर त गाइज, यिनी हाम्रा घरमा रुखमुनि छरपष्टै पुरा झरेर कोही खान्थेन, खान नसकेर झर्या हुन्थे। यहाँ यसको लागि 1380। बापरे, यो आरुलाई कसले हाल्छ गाइज 1500 1300? हे भगवान हौ, खान नसकेर झर्या हुन्थे गाउँघरमा। म त किन्दैन गाइज यो कुराहरू केही पनि। 100 रुपियाँ एक भुजो। यो लसुनका पात मात्र यति महँगा। लसुनका हुन् कि प्याजका हुन्?